हेलो साथीहरू सबैजना नमस्ते। आज चाहिँ म अति नै भएर एउटा भिडियो बनाएको, तर मैले यस्तो भिडियो कहिले बनाउँदिनँ त। हेर्नुहोस् है, यहाँ साइडमा देखेर तपाईँले चिनिहाल्नु होला। यो 3 वर्ष बालिकाको बलात्कारपछि हत्या भएको। यसमा धेरै दुःखी छौँ सबैजना हैन। तर यो फाँसीको सजाय त हुनै पर्ने हो एक्चुअली भन्दा। अब नेपालको संविधानमा त्यही लेखेकै छैन, संविधानमा छैन। त्यसलाई संविधानको संशोधन गरेर जान धेरै टाइम लाग्छ मेरो विचारमा है। र जति पनि हुन्छ यिनीहरूलाई यति सजाय होस्, यस्तो सजाय होस्, यस्तो सजाय होस् कि यस्तो सजाय होस् हैन। कमसेकम सुटर त होला नि हैन। जनौकाइत राखेर फाइदा छैन, यो सरकारलाई घाटा हो यो हैन। त्यसलाई खुवाएर राख, त्यसलाई दुनियाँ गर, यो गर। अनि एउटा कुरो चाहिँ चित्त नबुझेको मलाई के भनेदेखि चाहिँ उता 3 बुँदे सहमति, मृतकै बालिकाको बाआमाले 3 बुँदे सहमति गरेर कुरो मिलिसकेको छ हैन। अब त्यो 3 बुँदे सहमति के भयो भनेर सबैले थाहै पाउनु भयो होला हैन। अब यता मैले रोडमा चाहिँ एमालेका भाडाका टट्टु र के अरे यो श्रम संस्कृति पार्टीका क्युआरए मासुवादी क्युआरएहरू ग्रुप उब्रेका छन् हैन। यो बालिकालाई यहाँ न्याय माग्न गएका हुन् कि सरकारको विरोध गर्न गएका हुन् कि? अनि यी सब भाडाको टट्टु हुन्, यो भाडाको टट्टु हुन्। यो जति पनि यहाँ घटनाहरू सब घटाउँछन् यिनीहरूकै हात छ क्या, ज्यादा यिनीहरूको हात छ। यिनीहरूको यो एमालेको भाडाका टट्टु र संस्कृतिको पार्टीका छन् नि 2-4 जना छाउरी, यिनीहरू छाउराहरू। तातो भुत्लो केही थाहा छैन हैन, तातो भुत्लो केही थाहा छैन, त्यत्तिकै बोलेका छन् पर गरेर हर्कले। त्यस्तै अब लिडर त्यस्तै भएछ। अब अरू त कुरै नगरौँ हैन। त्यही भएर तिमीहरू रोडमा गएर उफ्रिने कुरा छैन। सरकारले 7 दिनको टाइम दिएको छ, त्योभित्र कडा सजाय के ल्याउनले कानुन ल्याएर गर्छ। यदि तिमीहरूले फाँसी नै चाहन्थ्यौ भने यो म एमालेका गुलामे घन्डेहरूलाई भन्नुहुन्छ क्या, गुलामे झन्डे भन्छ म चाहिँ। गुलामीहरूलाई केपीको खुट्टा मोलेर दिनको 1500 रुपियाँ पकाएका छन्, दिएकै छ, आएका छन् माइती घरमा बोलेका छन्, के छ र मासु भात पड्काएका छन्, बेलुका दारू रक्सी मिलेकै छ हैन। तेरो बाउ केपी ओली प्रधानमन्त्री हुँदाखेरि थियो त, तेरो बाउको हातको सरकार थियो त, त्यतिखेर चाहिँ किन के हेरेर बस्यो त? थिएन निर्मला पन्थको हत्याकाण्ड थिएन? किन बनाउन सकेन? अहिले रोडमा आएर पुरपुर उफ्रिने केही जरुरी छैन। एकारा होस् स्थानीय चुनावमा नि पत्ता साप घन्टी छाप हुनुपर्छ यो। अनि त्यसपछि सरकारले यस्तो काम गर्छ। सरकारले भटाभटीमा कल कारखाना खोल्दैछ, यता विरोध गरिरहेछन् सारा चुतियाहरू, चोरहरू, एमालेका झन्डुका टट्टुहरू। अब यहाँ यिनीहरूले मलाई कमेन्टमा भुक्छन्, अनि लास्टमा मेसेन्जर आएर भुक्न लाग्छन्। केही फरक पर्दैन। आफ्नै गाउँका पनि छन् झन्डुहरू, एमालेका झन्डु टट्टुहरू। के हो एमालेसँग नलागे त फेरि मुखमा बुझो लाग्दैन, बाइकमा तेल आउँदैन हैन। त्यही त हो नि, एकारा होस्। हेलो साथीहरू, यहाँ राखेको फोटो त चिनिहाल्नु होला हैन। हाम्रो माननीय हर्का साम्पाङज्यू देश बनाउन हिँड्नुभएको। म कानुन बनाउने मान्छे हो रे, कानुन बनाउने मान्छे हो। भगवान्, पत्रकारले सोधेछन् तपाईँको लाइसेन्स त रिन्यू गरेको छैन अरे भन्नुभएको छ। कसले देख्यो अरे? हाम्रो रमेश पर्साईले भन्नुभएको थियो रोस्टम हो र यो कुरा कानुनको बारे। कानुन पढाउने मन्त्री भन्नुहुन्थ्यो, आफै कानुन मान्नुहुन्न भनेर। ए हर्का साम्पाङजी, उसले सिर्फ आँखा नदेख्ने क्या, उसको बोलीबाट सुन्छ, उसले सबै दिमागले खेलाउँछ। तपाईँ जस्तो आँखा देख्ने भएको भए तपाईँभन्दा 100 गुणा माथि रमेश पर्साई छ। अनि तपाईँले भन्नुभएको छ लाइसेन्स रिन्यू गर्नुपर्छ र भन्नुहुन्छ। आफै नियम बनाउँछु भन्दै हिँड्ने, आफै नियमको पालना नगर्ने, अनि यसका पछि लाग्ने भरौटाहरू, क्युआर कोडहरू, अनि यस्ता पछि लागेर देश बनाउँछ भनेर हिँड्नुपर्ने। साँच्चै भने यो पागल मन्त्री भएको भए नि नेपाल त टुक्रा 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 भएर के भइसक्थ्यो साथीहरू। हेर्नुहोस्, अनि क्युआर कोडहरू पैसा उठायो, अनि पुल बनाउँछु रक्सीका बेरेर मासु भात पकाएर खायो। भिडियो त्यही बनाउँछु नि, हेरिरहेछौँ। मैले भने होइन, सोसियल मिडियाले भने हो। अनि नाच हो त्यस्तै। अनि रोस्टममा गयो, सभा चल्न पाएको छैन, सभामुखको बोल्न पाएको छैन, पहिले ब्रुप चाहिँ 3 सिटे अनि त्यहाँदेखि देश बनाउँछु भन्छ। थुक्क यस्तो त आउने, अब आउने अर्को चुनावमा त पतान तेरो जमाना जफादै हुन्छ।
अहिले यसलाई जिताउनु जनताहरू पस्ताको होला नि थुक्क हामीले कस्तालाई जिताउँछ भनेर। एउटा नियम कानुन बनाउँछु भन्दै हिँड्ने मान्छे आफ्नो नियम मान्दैन। ए हर्क पागल। अनि भन्छ गाडीको पनि त एक हातले चलाउँछ नि। ए पागल, गाडी भनेको 4 चक्के हो, 4 व्हिलर हो। मोटरसाइकल पनि 2 व्हिलर हो है। कुरा बुझिस्? गाडी भनेको एक हातमा स्टियरिङ, एक हातमा ब्रेक हुन्छ। ब्रेक त खुट्टामा हुन्छ होइन? तेरो हात ब्रेकमा हुन्छ, उसमा मोटरसाइकलमा हुन्छ। हातको त एउटा ब्रेक हुन्छ, एक्सिलेटर हुन्छ। कुरा बुझिस्? क्लोज हुन्छ। अनि गाडीमा त एउटा त गियर चेन्ज गर्नु, एउटा हातमा गियर हुन्छ, एउटा हात स्टियरिङ हुन्छ। कुरा बुझिस्? त्यति नै बुझ्दैन कि 4 व्हिलर 2 व्हिलरमा के फरक हुन्छ भनेर। बुवासो के देश भन्नु त अहिले? यसकै पछि मान्छे भौँ गरे आउँछन्। फेरि भौँ त्यस्तो भौँ गरे आउँछन्। पहिला त मान्छे ठिकै लाग्थ्यो त्यो के अरे मेयर हुँदाखेरि। जब मेयरबाट संसद भवन गइसकेपछि त मेयर हुँदा पहिला त म मन्त्री हुने म यो भन्थ्यो, लास्ट टाइममा फुस्स बनाइदिएछ। 3 सिटेले के मन्त्री गर्ने? गाह्रो छ। नियम कानुन गर्ने मान्छेले, त्यही पनि अझ नियम खुद नमान्ने यस्ताहरू। लाइसेन्स भनेको सर्टिफिकेट अरे। ए गधा, स्कुल पढेको सर्टिफिकेट हो र 8 को सर्टिफिकेट 12 को सर्टिफिकेट तँलाई पाउनुपर्ने? सारा दुनियाँले गरेका छन्। सारा वर्ल्डमा सारा दुनियाँमा नियम छ कि लाइसेन्स रिन्यू गर्नुपर्छ, पासपोर्ट रिन्यू गर्नु सबै थाहा छ। अनि तैँले रिन्यू गर्नु पर्दैन भन्ने तैँले कानुन बनाउने? संसारमा चलिआएको नियम। अर्के पागल। फेरि ज्यादा भने अर्केको फेरि के अरे भनौँदो भुकेर मर्छन् है त। अहिले यति नै, नेक्स्ट भिडियो लिएर आउँला। हेलो साथीहरू, कस्तो हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ होला भन्ने सबै आशा गरिरहेको छु। म पनि सन्चै आरामै छु। सन्चै आरामै हुनु नि पर्छ। यो चाहिँ हो हाम्रो चिकन बर्गर। के यस्तो तरिकाले बनाएको छु मैले चिकन बर्गर। कटलेट बनाएको छु, त्यसपछि हेर्नुहोस् लेटुस हालेको छु, यो ओनियन, त्यसपछि टमाटर, त्यसपछि स्लाइस चिज, त्यसपछि उपरमै माथि चेरी टमाटर। हेर्नु है कस्तो लाग्यो।